नमस्ते पेपुलो टासिटीले मेरो फेसबुकका सम्पूर्ण परिवारहरू सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ रविवारको दिन है, दिन पनि एकदमै राम्रो भयो। अनि त्यसैले गर्दाखेरि चाहिँ आज चाहिँ स्कुटी धोइदिउँ भनेर चाहिँ यसो घाम लागेको बेलामा यसलाई धुइधाइ पारिदिएको। यसलाई नधोएको पनि धेरै दिन भएको थियो नि त हो, 15-20 दिन त भइसकेको थियो। अनि हेर्दा पनि धेरै मैला देखिरहेको थियो। अन्त त्यो भएर चाहिँ यसलाई मैले धुइधाइ गर्ने भनेर चाहिँ बिहानदेखि नै सोचिरहेको थिएँ। त्यही माथि दिन पनि घाम चडक्क लागिदियो। अनि बिहान फेरि चाहिँ अलिक छिटो गरेर नानीलाई क्लास पनि पुऱ्याएँ, डान्स क्लास। अनि उसलाई पुऱ्याइसकेर आएर चाहिँ अनि म चाहिँ स्कुटी धुन लागेँ है। अनि स्कुटीहरू पनि मजाले यसरी धुइधाइ गरेँ। अनि स्कुटीहरू अब धुइधाइ गरिसकेर एकछिनबाट फेरि उसको छुट्टी भइहाल्छ त्यो भनेर म चाहिँ अलिकति हतार गरेर मजाले अलिक छिटो गरेर धुइधाइ पारिहालेँ। अनि स्कुटी पनि मैले धुँदै गएँ। अनि अलिकति दिनले पनि धेरै साथ दियो। अनि स्कुटी पनि मैले चटाकचिटिक पारेँ। अनि यो स्कुटी किनेको मैले चाहिँ 4 वर्ष पुगिसक्यो। अनि स्कुटी पुगिदिएर हेर्दा चाहिँ धेरै नयाँ देखिन्छ, त्यति पुरानो पनि छैन।